हेलो गाइज वेलकम टु माई मिनी ब्लग। यो चाहिँ आज बिहानको भिडियो होला मेरो। अनि म चाहिँ उठेर बेडहरू मिलाउन थालेँ। बेड मिलाउँदाखेरि छोरी चाहिँ माथि झन् उफ्रिँदैछ। नाचेको छ कान्छी चाहिँ। अब एकछिन चाहिँ म मिलाउँछु, त्यसपछि फेरि उसको काम भत्ताङ पार्ने हो। अब यस्तै छ हाम्रो चाहिँ। अब बच्चा सानो भएपछि यस्तै त हो है। त्यसपछि मैले घर बढार्न थाल्छु। अनि घर बढार्दाखेरि चाहिँ छोरी चाहिँ त्यो भ्याकुमको आवाजले डराएर टाँसेको गर्न थाल्यो। टाँसिएको छ होइन केही होइन बेबी उता बच न भनेको मानेन। त्यसपछि मैले चाहिँ च्याप्पै समातेर बोकेर बढार्नु त पर्यो। अनि त्यसपछि बोकेरै मैले बढारेँ। अनि त्यसपछि मैले बिहान पानी सानी चढाएँ। अनि बत्ती पनि बालेँ। मलाई चाहिँ यो बत्ती बालेर पानी चढाएर गरेपछि चाहिँ आनन्द आउँछ। त्यसपछि यो धुपको बास्ना आउँछ नि त। धुपको बास्ना झन् मलाई त्यो बास्नै मनपर्छ क्या। तर म धेरै बेर चाहिँ भित्र चाहिँ बाल्दिनँ। एकछिन बालेर अनि बाहिर लगाएर छोडिदिन्छु, किनभने त्यो धुपको धुवाँले चाहिँ असर गर्छ भन्दो रहेछ नि त। त्यही भएर अनि मैले चाहिँ पानी खान्छु 1 गिलास मनतातो पानी। त्यसपछि यो चाहिँ सेकेन्ड लट हो। यो चाहिँ कागती। अनि त्यसपछि बिरे नुन थोरै हालेर 1 गिलास पानी फेरि खाएँ। त्यसपछि बाहिर मकै आयो भन्यो। अनि त्यसपछि म नानी चापेर खुर्र कुदेर गएर मकै किनेर लिएर आएँ। यो चाहिँ 100 रुपियाँको मकै हो, 6वटा आयो। अनि मैले चाहिँ मकै किनेर ल्याएँ। कस्तो राम्रो थियो, ठुल्ठुलो पनि थियो, मजाको दाना। यसपालि मकै नै खाएको थिएन, त्यही भएर उसिनेर खानु पर्यो भनेर लिएर आएँ। अनि त्यसपछि मैले भाँडामा हालेँ मकैलाई भाँचेर। अनि थोरै भाँडामा चाहिँ थोरै देख्यो, तर पनि धेरैजना छैन नि त खाने। हामी आमा छोरा मात्रै हो, छोराले पनि त्यति खाँदैन। अनि पाक्यो मकै। यस्तो हेरेको पाक्यो कि पाकेन चाहिँ थाहा भएन, तर पानी चाहिँ त्यो लगाएको पानी सबै सुकेछ। अनि डढ्यो कि भनेको डढेको रहेन रहेछ। अनि त्यसपछि मैले त्यो मकैलाई गम खाएँ गाइज। पाक्यो कि पाकेन भनेको मजाले पाकेको रहेछ। अनि मैले मजा लिलिकन गम खाएँ। अनि यो मकै खाँदाखेरि चाहिँ मलाई याद आयो क्या, मेरो उहाँ कोरिया बस्दाखेरिको साथी कम्बोडियन दिदी चमरान भन्ने दिदी थियो। उसले मात्र होइन, अरू आन्टीहरू पनि हुन्थ्यो, अरूहरूले पनि भन्थ्यो क्या मलाई। सँगै बसेर यसरी उसिनेको मकै खान्थ्यौँ कहिलेकाहीँ। अनि म चाहिँ औँलाले किटिक पारेर छोडाएर खान्थेँ क्या। अनि उनीहरू चाहिँ मुखले दारेर खाँदो रहेछ क्या यसरी नै। अनि मैले मकै खाएको देखेर के गरी मकै खाएको, यो त यसरी दारेर खाने हो भन्थ्यो क्या मलाई। त्यही भएर मैले पनि यसरी खान थालेपछि मलाई हातले छोडाएर खानु मन लाग्नु छोड्यो।